मिलेर बनाएको देश हो, कुनै दलका नेता र कुनै कार्यकर्ताले बनाएको देश होइन। त्यो भएको हुनाले राष्ट्रिय एकता, स्थायित्व र ऐतिहासिक निर्णयका लागि संवैधानिक राज संस्थाको पुनर्विचारबारे गम्भीर विमर्श गर्दै संवैधानिक राज संस्थाको स्थापना गर्ने कार्यमा सरकार अगाडि बढोस्, म यही भन्न चाहन्छु। र साथसाथै सबैलाई मेरो अपिल के छ भने प्रतिपक्ष यो सरकार सबको साझा रहोस्, हामी सबैको साझा रहौँ। एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई, नेपालको संविधानलाई पनि संशोधन गरेर नेपाली नागरिकता फेरि कायम गरियोस्। र यदि यो सरकारलाई त्यतिखेर बहुमतको आवश्यकता पर्छ, त्यतिखेर हामी तपाईहरूको पछाडि उभिनेछौँ, 187 पुर्याउँछौँ। यसमा तपाईँहरू ढुक्कका साथ काम गर्नुहोस्, म तपाईँलाई यो अपिल गर्न चाहन्छु। सडकको किनारमा मकै पोलेर, साग बेचेर, पसिना र रगत बगाएर संलग्न गरिएको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानुनको कटघरामा उभ्याइनेछ र पीडितको रकम सरकारबाट होइन, ती अपराधीहरूको 3 पुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग म पुरा आशावादी छु। र निर्मला पन्तदेखि इनिसा विकसम्मका निर्दोष दिदीबहिनीहरूको चित्कारले न्याय पाउनेछ भन्नेमा म पुनः आशावादी छु र चाँडै न्याय पाइएको पनि सुन्न पाइयोस्, यही मङ्गलमय शुभकामना व्यक्त